नमस्ते सम्पूर्णलाई। म हजुरहरूले नै माया गर्नुभएको मान्छे जेनिसा घिमिरे, हजुरहरूले चिनिहाल्नुहुन्छ। अनि त्यसपछि म आज हजुरहरूलाई के भन्न आएको भन्दाखेरि म घरमा पनि आज एक्लै छु होइन। अनि कामहरू सकेँ, अल्छी लाग्यो, के गरौँ भयो होइन। मोबाइल पनि कति हेर्नु भन्ने लाग्यो। अनि त्यसपछि मैले यसो झोला खोलेर हेरेँ क्या। अनि त्यसपछि ओहो, हाम्रो जब कोरोना भाइरसको समय थियो त्यति बेला लकडाउन थियो अनि हाम्रो पढाइ पनि बिचमा छुटिरहेको थियो नि त। अनि त्यति बेला चाहिँ हामीलाई एउटा संस्था भनेको जाइका र आइसिनेटको सहयोगमा सञ्चालित रिड नेपाल भन्ने संस्थाले चाहिँ हामीलाई धेरै हेल्प गरेको थियो क्या। अनि त्यति बेला चाहिँ मेरो रेडियो पाठशाला मेरो भविष्य भन्ने एउटा प्रोग्राम पनि थियो होइन। अनि त्यसपछि हामीले चाहिँ रेडियोबाट पढेर पनि धेरै कुराहरू सिकिराखेका हुन्थ्यौँ। अनि त्यसपछि त्यति बेला चाहिँ मैले धेरै सामानहरू पाएको थिएँ नि त, रेडियो, पुस्तक, अनि त्यसपछि झोला अनि जस्तो शैक्षिक सामग्रीहरू धेरै नै पाएको थिएँ होइन। अनि त्यसपछि अरूसँग त छ कि छैन थाहा छैन। अब मसँगै 10-12जना साथीहरूले पाउनु भएको थियो। अब उहाँहरूसँग छ कि छैन थाहा छैन, तर मसँग चाहिँ अझैसम्म सुरक्षित छ क्या। मैले भनेको आफूले पाएको सामान होइन एउटा उपहार सम्झेर मैले राख्छु, चाहे त्यो कलम होस् त्यो कापी होस् होइन। कलम पनि मसँग यति धेरै छ यहाँ पछाडि, मैले सबै मेरो आफ्नै हो यो सबै। यो पछाडिको मैले चाहिँ जब सकिन्छ होइन, अरूले त लेखिसकेर फाल्नुहुन्छ होला, तर म चाहिँ लेखिसक्ने बित्तिकै जब सकिएको पेन छ भने पनि घरमा ल्याएर सजाएर राख्छु है। अनि त्यसपछि अब 8 कक्षामा पढ्दाखेरि हामीले चाहिँ रेडियोबाट सिक्दै सिकाउँदै होइन पढिराखेका हुन्थ्यौँ। त्यो रिड नेपाल भन्ने संस्थाले हामीलाई रेडियोबाट पढ्नलाई पनि एउटा अवसर दिनुभएको थियो लकडाउनको समयमा। अनि त्यसपछि मलाई त्यो दिनको एकदम याद आयो क्या। अनि त्यसपछि मैले चाहिँ भिडियो बनाएँ होइन। आज म यत्तिको बोल्न सक्ने भएकी छु विशेष रिड नेपाल संस्थाको सहयोगमा नै हो भन्छु। र विशेष आदरणीय म्याम होइन, अहिले उहाँ अस्ट्रेलियामा हुनुहुन्छ, आदरणीय म्याम सुमित्रा मगराती, त्यसपछि आदरणीय सर जसलाई म आफ्नो दाइ भन्छु, म मनैदेखि उहाँलाई दाइ भन्छु, र उहाँ विकास थापा, उहाँ पछिल्लो समयमा 1-2 महिना मात्र जोडिनु भएको थियो। उहाँबाट धेरै कुराहरू सिक्ने अवसर मिल्यो छोटो समयमा पनि। उहाँलाई पनि म एकदम मिस गर्छु होइन। अनि त्यसपछि उहाँहरूबाट धेरै कुराहरू सिक्ने अवसर पाएँ। आज म यतिको बोल्न सक्ने भएकी छु उहाँहरूकै कारण हो। म एकदम खुसी छु क्या, म एकदम ह्याप्पी छु। अनि त्यसपछि मैले त्यति बेला उपहारमा के पाएको थिएँ म हजुरहरूलाई देखाउँछु है। यो झोला अझै पनि मसँग छ, सुरक्षित छ। अनि यो झोला चाहिँ अब मैले त अब 8, 9, 10 सकेपछि त अब म 3 वर्ष मैले युज गरेँ। अनि त्यसपछि 10 सकेपछि म सहर पढ्नको लागि गएँ है। अनि त्यति बेला चाहिँ भाइले युज गर्छु भनिराखेको थियो कि। अनि त्यसपछि मैले भाइलाई युज गर्नसम्म नदिएको होइन। अब च्यातिन्छ के हुन्छ होइन। अनि मलाई एकदम माया लाग्छ क्या आफूले पाएको सामानको। अनि त्यसपछि मैले यो झोला पनि एकदम सुरक्षित राखेको छु, अझै पनि मसँग छ, नयाँ छ। अनि त्यसपछि अहिले मैले कसैलाई पनि छुन दिन्न अझै पनि यो झोलालाई। अनि त्यसपछि यो कटर, इरेजर र पेन्सिल चाहिँ सायद सकिसकेछ के अरे। यो कटर मैले 8 क्लासदेखि 12सम्म यही युज गरेँ, मैले किनिनँ है एउटा पनि, यही युज गरेँ। अनि त्यसपछि 8 देखि 12सम्म भनेको त कति वर्ष भयो भन्नु न, 5 वर्ष त भयो। अनि त्यसपछि यति गर्दा पनि अझै यसले काम चलाइराखेको छ है, किन्नु परेको छैन। अनि त्यसपछि मैले 12 सकेर आइसकेपछि यो भाइलाई युज गर्न दिएँ, यो पनि अझै मसँग सुरक्षित छ। अनि त्यसपछि यो रेडियो त मेरो मुटु नै हो होइन। योबाट त मैले धेरै कुरा सिकेकी छु। विशेष मलाई बोल्न अलिकति जागरुक बनाउने पनि यही रेडियो। यो रेडियो पनि मैले उपहार स्वरूप पाएको थिएँ पढ्नको लागि, र अझै पनि बज्छ यो रेडियो, एकदम राम्रोसँग बजिरहेको छ रेडियो पनि है। अनि त्यसपछि मैले यो रेडियो पनि घरमा कसैलाई बजाउन दिन्न खासमा भन्नुपर्दा। अब त अहिले टिभी छ, खासै रेडियोहरू कसैले बजाउनुहुन्न। अनि यो पनि सुरक्षित राखेको छु मैसँग। अनि त्यसपछि अब घरमा बाबा मम्मीहरूले कहिलेकाहीँ सुन्नुहुन्छ, नत्र यो यतिकै बसिराखेको छ। यो उपहार स्वरूप पाएको यो सधैँभरि माया गरेर राख्छु मैले यसलाई, यो सधैँ बसिरहेको छ मसँग। अनि त्यसपछि
अर्को छ यो बुकको नाम छ मेरो रेडियो विद्यालय मेरो भविष्य, हाम्रो अभ्यास पुस्तिका। अनि यसभित्र चाहिँ म्याथ, साइन्स अनि जीवनोपयोगी सिप, र यहाँबाट चाहिँ मैले जीवनोपयोगी सिपबाट धेरै कुराहरू सिक्ने अवसर पाएँ। म्याथ, साइन्स भनेको अब प्रत्यक्ष अगाडिबाट नै पढ्दा पनि हामीले राम्रो बुझ्दैनौँ है। अनि त्यसपछि जीवनोपयोगी सिपबाट मैले धेरै कुराहरू सिकेँ यहाँबाट, र मैले यहाँभित्र यी अभ्यास गर्ने ठाउँ पनि छ है त, मैले सबै लेखेर राखेको छु। यी सबै भरेर राखेको छु, सम्झना स्वरूप हुन्छ भनेर मैले यसलाई राखिराखेको छु। अनि त्यसपछि यो भयो एउटा डायरी। अनि यहाँ चाहिँ के छ भने मैले चाहिँ रेडियोबाट पढेको सिकेको इम्पोर्टेन्ट कुराहरूलाई यहाँ लेखेर राखेको छु। यो पनि मसँग एकदम सुरक्षित छ, एकदम नयाँ पनि छ के, केही बिग्रा छैन, भाँचेको यताउता केही छैन, एकदम नयाँ छ। अनि मलाई धेरैले पनि भन्नुहुन्छ है, अझै पनि स्कुलमा सर मिसहरूले पढाउँदाखेरि अब जस्तो मेरो बुकहरू त एकदम नयाँ हुन्छ, अनि भन्नुहुन्छ तिमीले त घरमा पढ्दैनौ के अरे, किताब नै खोलेर हेर्दैनौ, कस्तो नयाँ हुन्छ तिम्रो बुक भन्नुहुन्छ क्या। तर म एकदम सुरक्षित राख्छु मैले पढ्ने किताब कापी सबै। अनि त्यसपछि यो पनि मसँग सुरक्षित छ, यो त एकदम नयाँ छ है, युज पनि नगरे जस्तै छ। अनि त्यसपछि यो भइहाल्यो। अनि बाँकी अरू सामानहरू थियो, प्याडहरू, अनि त्यसपछि मार्क्सहरू, त्यो चाहिँ अब युज गर्दा गर्दै यतिकै सकिहाल्छ। अनि त्यसपछि बाँकी यो बच्ने सामानहरू यति मसँग छ, एकदम सुरक्षित छ। अनि यो रेडियो, अरू यो कटर पनि अझैसम्म छ के। अनि म एकदम खुसी छु। विशेष रिड नेपाल भन्ने संस्थालाई म एकदम मनैदेखि मिस गर्छु। आज म यति बोल्न सक्ने भएकी छु त्यही संस्थाको कारण। विशेष आदरणीय म्याम सुमित्रा मगराती र दादा नै भन्छु म उहाँलाई, आदरणीय दाइ विकास थापा, म एकदम मिस गर्छु उहाँहरूलाई। धेरै सम्झना, मिठो माया, हजुरहरूको माया आशीर्वाद सधैँभरि पाइराखौँ, र हजुरहरूको माया आशीर्वादले गर्दा नै म आजसम्म यहाँसम्म छु। अझ यहाँबाट अझ माथि जान सकौँ, हजुरहरूको माया सधैँभरि पाइराखौँ। सबैलाई मिठो सम्झना, धेरै माया। मैले देखाएको होइन, अलि सुरक्षित छ। अब धेरैले फाल्नुहुन्छ नि त, अब यो के काम या भनेर अब कसैले डराउनुहुन्छ होला, कसैले फोहोरतिर फालिदिनुहुन्छ होला, तर म चाहिँ त्यस्तो गरिनँ के। मसँग धेरै बुकहरू, मैले 11-12को पनि उता काठमाडौँमा फाल्नुहुन्छ भनेर सबै बुकहरू यहीँ लिएर आएकी छु। यता भएको जति पनि बुकहरू छ यो सबै मेरो नै हो। सबै 11-12को नै छ, बाँकी माथि ढोक्रोमा हालेर राखेको छ है। अनि यो पनि ढोक्रामा हालेर ल्याएको थियो काठमाडौँदेखि। सबै मेरो मात्र छ यहाँ बुक। त्यसैले म हजुरहरूलाई के भन्छु भने, हजुरहरूले पनि कुनै सामान पाउनु भएको छ भने, उपहार स्वरूप भनौँ न, एउटा अवसर स्वरूप पाउनु भएको छ भने त्यसलाई युज गरिसकेपछि फालिदिने होइन कि, सुरक्षित राख्नुहोस्, कुनै बेला काम लाग्न सक्छ। अझै पनि मसँग यो खाली छ यति धेरै। अहिले यसमा पनि अब लेख्न सक्छु नि त मैले धेरै कुराहरू। सो कुनै पनि सामानको युज भइसकेपछि त्यसलाई फाल्ने होइन, अर्को ठाउँमा सुरक्षित राख्नुहोस्, फेरि पनि युज गर्न सकिन्छ। बाई बाई, सम्पूर्णलाई धेरै माया।